यो आज चाहिँ हामी फङ्सन्स विथ प्यारामिटर्स हेर्छौँ है त। प्यारामिटर भनेको चाहिँ फङ्सनमा चाहिँ हामीले प्यारामिटर पास गर्ने हो है। अब योभन्दा अगाडि चाहिँ हामीले एकदम सिम्पल फङ्सन मात्रै युज गरेको थियौँ जहाँ चाहिँ प्यारामिटर थिएन है। अब प्यारामिटर राख्दाखेरि फङ्सनको सिन्ट्याक्स कस्तो हुन्छ हेरौँ। अगाडि फङ्सन बनाउनु डिफ किवर्ड भयो होइन, त्यस पछाडि फङ्सनको नाम, त्यस पछाडि यो ब्राकेटमा चाहिँ प्यारामिटरको नाम दिने है। प्यारामिटर चाहिँ जतिवटा पनि हुनसक्छ, एउटा दुईवटा मल्टिपल जतिवटा हुनसक्छ है, जतिवटा पनि प्यारामिटर बनाउन सकिन्छ। वान अर के अरे प्यारामिटर नहुन नि सक्छ, प्यारामिटर एउटा दुईवटा तिनवटा चारवटा जतिवटा हुन नि सक्छ है त। यसको एउटा इक्जाम्पल पनि हेरिहालौँ है त। अब जस्तै मैले एड गर्नु पऱ्यो, दुईवटा नम्बर एड गर्ने मैले एउटा फङ्सन बनाएँ भने मात्र भनेर राखौँ फङ्सनको नाम। अब प्यारामिटरको नाम नम प्यारामिटरको नाम हामीले जे राख्न नि पाइन्छ है। अरू भेरिएबलको फङ्सनको नेमिङ रुल जे छ त्यही हो होइन। तर के चाहिँ हुनु पऱ्यो भन्दाखेरि प्यारामिटरको नाम भनेको चाहिँ एकदम बुझिने राख्नु पऱ्यो है। प्यारामिटरमा कस्तो खालको भ्यालु आउँदैछ भनेर बुझिने खालको प्यारामिटरको नाम राख्नु पऱ्यो। इजिकल टु num1 प्लस भनेपछि हाम्रो num1 को ठाउँमा कुनै नम्बर आउने रहेछ, num2 को ठाउँमा पनि नम्बर आउने रहेछ। त्यो दुइटालाई जोडेर हामीले रिजल्टमा स्टोर गर्छौँ, ठिक छ। त्यस पछाडि यो लाइनमा चाहिँ लाइन नम्बर 12मा के गर्छौँ त भन्दाखेरि रिजल्टलाई हामीले प्रिन्ट गर्छौँ, ठिक छ। अब यो फङ्सनलाई हामीले कल गर्नु पऱ्यो भने एड गर्ने। अब यो फङ्सनले कतिवटा भ्यालु मागिरहेछ त हामीसँग दुईवटा भ्यालु मागेको छ है। प्यारामिटर चाहिँ केले सेपरेट गर्छ त्यहाँ, कमाले सेपरेट गर्छ, ठिक छ। प्यारामिटर सेपरेट गर्ने भने कमाले सेपरेट गर्छ। भनेपछि हामीसँग यहाँ कतिवटा प्यारामिटर चाहिरहेछ त, दुईवटा प्यारामिटर चाहिरहेछ। भनेपछि हामीले दुईवटा भ्यालु दिनु पऱ्यो। भनेपछि आउटपुट कति आयो त, 10 र 11 पास गऱ्यौँ भने कति आउने रहेछ त, 21 आउने रहेछ। 10मा 11 जोड्दा 21 हो है। अब यो कसरी काम गर्छ त भन्दाखेरि भन्ने हामीले फङ्सन कल गर्दाखेरि दुईवटा भ्यालु राखेको छौँ, ठिक छ। अब दुईवटा भ्यालु राखेको छौँ 10 र दुईवटा भ्यालु के राखेको छौँ त 10 र 11 भनेर राखेको छौँ। भनेपछि num1 को ठाउँमा कति बस्ने भयो त, num1 को ठाउँमा यो फङ्सन कल गर्दाखेरि 10 हुने भयो, num2 को ठाउँमा कति हुने भयो त, के भयो 11 हुने भयो, ठिक छ। 10 प्लस 11 गर्दाखेरि कति आउने भयो त, 21 आउने भयो। जतिचोटि कल गर्न मिल्छ, ल अर्कोचोटि कल गर्दाखेरि चाहिँ 20 र 30 गरौँ है त। 20 र 30 गरेर मैले यो कोडलाई रन गरेँ भने कति आउँछ त, 50 भनेर आउने भयो, ठिक छ। अब अर्को फङ्सन पनि बनाउने कि हामीले बर्थ इयर माग्छौँ ल। के गर्छ त भन्दाखेरि एज कसरी क्यालकुलेट गर्छ त भन्दाखेरि 2025मा बर्थ इयर कटाउँछौँ। एकदम सिम्पल क्यालकुलेसन छ है, मन्थ डेको कुरा छैन यसमा। यसलाई प्रिन्ट गरिदिउँ। कल गर्नु पऱ्यो भने के गर्नु पऱ्यो त, प्रिन्ट एज
यस कति हुने रहेछ त पाइथन कति आयो त 35 आयो ठिक छ। यसरी अब फङ्सन जाँदा जाँदै अर्को लास्ट कुरा यो हामीले प्यारामिटर र आर्गुमेन्ट भन्ने सुन्नुभएको छ कि छैन होइन सुन्नुभएको छैन भने सुन्नुभएको छ भने चाहिँ ठिकै छ सुन्नुभएको छैन भने म भनिदिइहाल्छु। प्यारामिटर भनेको चाहिँ यो फङ्सन डिफाइन गर्दा दिएको नाम हो है प्यारामिटर। जस्तै भनेपछि यो इक्जाम्पलमा एड फङ्सनमा के भन्दा num1 प्यारामिटर भयो अनि num2 अर्को प्यारामिटर भयो है। अनि फङ्सन कल गर्दा दिएको भ्यालु चाहिँ आर्गुमेन्ट भन्छ है। काहीँ प्यारामिटर र आर्गुमेन्ट भनेर कन्फ्युज हुनुहुन्छ प्यारामिटर भयो ठिक छ दिएको नाम प्यारामिटर भयो फङ्सन कल गर्दा दिएको भ्यालु चाहिँ के भयो त आर्गुमेन्ट भयो ठिक छ। अब यो लाइन नम्बर 14मा आर्गुमेन्ट भनेको 10 र 11 भयो भने लाइन नम्बर 15मा आर्गुमेन्ट भनेको 20 र 30 भयो ठिक छ। यसै गरी प्रिन्ट एज भन्ने फङ्सन डिफाइन गर्दाखेरि बर्थ इयर भनेको चाहिँ के भयो त प्यारामिटर भयो भने प्रिन्ट एज फङ्सन कल गर्दाखेरि हामीले 1990 पास गर्छौँ त्यो चाहिँ के भयो त आर्गुमेन्ट भयो है त ठिक छ। अब हामी नेक्स्ट भिडियोमा रिटर्नको बारेमा हेर्छौँ है फङ्सनमा रिटर्न स्टेटमेन्ट कसरी युज गर्ने भनेर हेर्छौँ। ल थ्याङ्क यू फर वाचिङ।